हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। आज हो मेरो 45 डेजको डे 10 मा बिहान उठेँ, तातो पानी खाएँ 7:30 बजीतिर। अनि 9:30 बजीतिर चाहिँ मैले निम्बु कफी पानी खाएँ। अनि मलाई चाहिँ सन्चो थिएन, घाँटी दुख्ने रुगा लाग्ने भइरहेको थियो, त्यही भएर मैले बिहान चाहिँ एक्सर्साइज गरेन। अनि त्यसपछि मैले 10:30 बजीतिर चाहिँ खाना खाएँ। खानामा थियो साग, अचार, खाना अनि दाल अनि स्यालेड थियो। अनि त्यसपछि मैले 2:30 बजेतिर चाहिँ खाजा खाएँ। खाजामा थियो चना आलुको तरकारी। अनि त्यसपछि मैले फेरि 4 बजीतिर चाहिँ थोरै पपकर्न अनि बदाम अनि बिहानको साग थियो, त्यही खाएँ। मलाई भोक लागिरहेको थियो, त्यही भएर। अनि आज चाहिँ मैले इभिनिङमा वर्कआउट गरेँ। वर्कआउट चाहिँ मैले स्किपिङ गरेँ। अनि त्यसपछि हाफ एन आवरको वर्कआउट गरेँ। अनि त्यसपछि मैले 6:30 बजेतिर ओट्सको खिचडी, ओट्समा तरकारीहरू राखेर बनाएको थिएँ, अचार अनि एउटा होल एग अनि स्यालेड खाएँ। यही नै थियो मेरो डे 10। थ्याङ्क यू फर वाचिङ एभ्री वान। लट्स अफ लभ।